गर्नुहोस्। यो चाहिँ रहेछ कि त्यो चिबा ल यति मात्र गर्नुहोस्, धेरै पनि गर्नु पर्दैन है। त्यो भनेको चाहिँ हामीले त्यो साइडको चाहिँ राइसलाई चाहिँ युटिलाइज गरेको छ, हरेको राइसले युटिलाइज गरे अब होइन त। सेन्टरमा राख्नुहोस् नि होइन। अब छेउछाउ मेन चाहिँ छेउमा यस्तो आउनु पर्यो, नत्र यहाँ चाहिँ बाटो त्यो बिचमा त्यो त हुनैपर्छ, खाली चाहिँ हुनैपर्छ। अब यसो भएपछि तपाईँको फुट्दैन, पछि कटिङ गर्दा फुट्दैन। धेरै टाइट पनि हुँदैन। ल हेर्नुहोस्, जसले यतिको बनाउन सक्नु भयो पास र फेलको कुरा होइन, उहाँले सिक्नु भयो। यतिको यो यहाँभन्दा बेसी बाहिर पनि ननिकाल्नुहोस् है, यसरी गर्नुहोस्। फेरि डेमो गर्नु पर्छ मलाई।